भद्राणि पश्यन्तु मा कश्चित् दुःख भाव भवेत्। सधैँ सुख शान्ति र समृद्धिले ध्यानी र ज्ञानी भएर हाम्रो यस स्कुलमा नानी बाबुहरू र हाम्रो शिक्षकज्यूहरूमा हार्दिक मङ्गलभाव शुभभाव व्यक्त गर्न चाहन्छु। आजको यस कार्यक्रममा सभापतिको आसन ग्रहण गरिरहनु भएको सभापतिज्यू, यस स्कुलका प्रिन्सिपलज्यू, अतिथिज्यूहरू, विशिष्ट अतिथिज्यूहरू, अभिभावकज्यूहरू र सम्पूर्ण भाइ बहिनीहरूमा म हाम्रो बाल संरक्षण धरोहर नेपालकी आमा विनिता अर्यालबाट हार्दिक नमन अर्पण गर्न चाहन्छु। हार्दिक नमन छ र साह्रै खुसी लागिरहेको छ। सबैभन्दा पहिला हाम्रो आजको यस अभिभावक दिवस सांस्कृतिक कार्यक्रममा हामी अभिभावक यसरी भेला हुने अवसर पाएका छौँ, एक अर्कालाई बुझ्ने अवसर पाएका छौँ। हाम्रो यस स्कुलमा, यस विद्यालयमा भएका प्रत्येक कमी कमजोरीहरू हामी आफैमा पनि कति धेरै हुन्छ, जसमा हामीले बुझिरहेका हुँदैनथ्यौँ र त्यसलाई हामीले कसरी लैजानुपर्छ भनेर आज अभिभावकले पनि एउटा हाम्रा नानी बाबुहरूका प्रत्येक कुराहरूलाई यहाँनिर निहाल्ने अवसर पाएका छौँ र मलाई आशा छ हजुर सबैजनाले यसरी एउटा अभिभावकताको भूमिका निभाएर हामी सबैजना यसरी अवसर उपस्थित हुने अवसर दिनुभएकोमा विद्यालयको सम्पूर्ण परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र मैले यस विद्यालयलाई एकदमै नजिकबाट निहाल्ने अवसर पाइरहेको छु, जसमा हाम्रो नानी बाबुहरू लगभग अहिले 40 जना नानी बाबुहरू यस स्कुलमा पढ्नुहुन्छ र यस स्कुलमा पढिरहँदाखेरि मलाई कस्तो लाग्छ भने कुनै पनि बच्चालाई जसरी जन्माउनको लागि एकदमै गाह्रो अवस्था हामीले झेलिरहेका हुन्छौँ, मलाई लाग्छ हुर्काउन त्योभन्दा बढी गाह्रो हुन्छ जस्तो लाग्छ। र किन भनिन्छ भने म आफै अभिभावक भएको कारणले कति धेरैजनाले यहाँ महसुस गरिरहनु भएको छ। हाम्रो लगभग हप्तामा 7 दिन हुन्छ, 7 दिनमा 6 दिन स्कुल लाग्छ, 1 दिन छुट्टी हुन्छ, तर त्यो 1 दिन पनि छुट्टी नभइदियोस् जस्तो लाग्छ। हो कि होइन भनौँ त? लाग्छ, किनकि अभिभावकमा त्यो भूमिका भइरहेको हामीले देखिरहेका छौँ र मलाई लाग्छ कि बच्चा हुर्काउन त्यति सजिलो छ जस्तो लाग्दैन, एकदमै गाह्रो छ। आज स्कुलले जुन भूमिका निभाइरहनु भएको छ, हाम्रो टिचर्सज्यूहरूले, जुन शिक्षकज्यूहरूले जुन भूमिका निभाइरहनु भएको छ, त्यो भूमिकाको लागि, त्यो गुरुभावको लागि मैले यहाँनिर आएर 20 शब्द बोलेर काफी छैन, उहाँहरूको बयान गरेर म सक्दिनँ, किनकि हामी अभिभावकले त त्यो गर्न नसकेको कुराहरू उहाँहरूले दिइरहनु भएको छ भने पक्कै पनि मैले त्यो शब्दमा बयान गर्न सक्दिनँ। र हाम्रा बच्चाहरू भनेको काँचो माटो हो, काँचो माटोलाई कसरी आकार दिने, कस्तो किसिमको आकार दिने, कसरी एउटा अनुशासित भएर जीवनलाई भोलिको उज्यालो भविष्य बनाउन सकिन्छ भनेर हाम्रो नानी बाबुहरूलाई एउटा ट्र्याकमा लग्ने प्रयास उहाँहरूको ठुलो भूमिका भइरहेको अनुभव गरिरहेको छौँ र पक्कै पनि यो कुरा हामी अभिभावक सबैले बुझिरहेका छौँ। साहस गर्नेहरू कहिले पनि हार मान्नु पर्दैन भन्नुहुन्छ। साँच्चै मलाई लाग्छ यो विद्यालयले यति धेरै साहस गरिरहनु भएको छ। प्रत्येक किसिमका बालबालिकाहरू हुनुहुन्छ यहाँनिर र उहाँहरूलाई प्रत्येक बेला काउन्सेलिङ गरेर आफ्नो आमा बाबाको ममतामा जस्तै गरेर नानी बाबुहरूलाई भोलिको भविष्य यो हो भनेर एउटा लाइनमा लाने पनि प्रयास गरिरहनु भएको अनुभूति हुन्छ। म आफैलाई कस्तो लाग्छ भने यहाँको शिक्षकज्यूहरूलाई देख्दा म आफै घरिघरि उहाँहरूकै भूमिकामा, उहाँहरूकै एउटा गुरु भावनामा, उहाँहरूकै छत्र छायामा बसिरहेको छु कि जस्तो लाग्छ। यति धेरै काउन्सेलिङ गरेर ती बच्चाहरूलाई एउटा ट्र्याकमा लगेर असल जीवन कसरी जिउन सकिन्छ भनेर उहाँहरूले दिनुभएको यो शिक्षालाई पक्कै पनि आउट एक्टिभिटिजको त कुरै गर्नु पर्दैन जस्तो लाग्छ मलाई।
र उहाँहरूले यो स्कुलले गरिरहेको जुन एउटा आउट एक्टिभिटिजहरू छ, बच्चाहरूसँग भएको विभिन्न किसिमको प्रतिभाहरू छ, त्यो प्रतिभाहरू देख्दाखेरि कुनै पनि स्कुलसँग दाज्न मिल्दैन। सबैमा ट्यालेन्ट हुन्छ, सबै बच्चाहरू ट्यालेन्ट हुन्छ, सबै स्कुल नम्बर 1 हुन्छ जस्तो लाग्छ, सबै शिक्षक नम्बर 1 हुन्छ। हामी सबैले एउटै भावनाले शिक्षक वर्गहरूलाई पनि स्कुललाई पनि हामीले सधैँ यसरी नै साथ सपोर्ट दियौँ भने पक्कै पनि हाम्रो यस विद्यालयलाई अझै राम्रो बनाउनको लागि हामी सबैको भूमिका अवश्य पनि मिल्नेछ र अझै पनि भोलिका दिनमा 18औं हैन यो 100औं बितोस् यो स्कुलले, यो विद्यालयले धेरै बालबालिकाहरूको भविष्यलाई उज्यालो मार्गमा दर्शाउने सधैँ प्रयास गरोस्। उत्तरोत्तर प्रगतिको सधैँभरि शुभकामना व्यक्त गर्दै मेरा भावहरू, मेरो मन्तव्यहरू, मेरा बाणीहरू यही राख्न चाहन्छु। सम्पूर्णमा अहोभाव प्रकट गर्दै धन्यवाद बिदा हुन चाहन्छु।